यहाँनिर अचार चटनी छ अनि यहाँ मोमोको अचार पनि छ अनि त्यसपछि हामीसँग जुस छ एक एकवटा मम्मीलाई चाहिँ कोक मन पर्छ अनि मलाई चाहिँ कस्तो सानो बलिङ छिटो डढेको भाडा पातालो कि त्यो अघिदेखि तातेको थिएन त करै मेरो आँखाले ग्यास सानो देखेको के सानो देखेको हो नि कहाँ त्यत्रो सानो छ त्यो ग्यास ठुलो छ नि यहाँ लाइट बाले भएर थोरै देखेको हो क्या जस्तो पो लागेन हो खै म चलाइदिन्छु पक्क भयो त्यो धेरै चलायो भने पनि गोलबाट पाक्दैन फेरि त्यसो सस्ता हाल्दा हुन्छ त्यो पनि धेरै हाल्नु हुँदैन तपाईँले जति हाल्छ धेरै हाल्यो नि कालो हुन्छ होइन तपाईँले कति हाल्नुहुन्छ सधैँ त्यति नै हाल्नु त्यो भिनेगर खानु लेमन पनि थियो तर भिनेगर मिठो हुन्छ क्या पोर्कमा भिनेगर खानुभन्दा फेरि नखानु बेस्ट हो नि थाहा छ कि छैन गोलबाट पनि पाक्ने खालको हो क्या साग पनि कति धेरै हो त यो जति हाल्ने हो दुध मात्र हाल्नु मैले त सबै लगाएँ बङ्गुरको के लगाउनुपर्छ केही लगाउनु पर्दैन ल ल्वाङ सुक्मेल अघि नै लाउँदा के भन्छ तेजपात तलबाट टिपेर ल्याएर यतातिर सुकाइराख्न 2 वर्ष हुन धनियाँ गयो ग्रेभी लगाउनु भए त लगाइहाल्नुपर्छ ल अब ग्रेभी जाँदैछ मलाई देब्रे हातले फेरि केही गर्न आउँदैन नि दाहिने हातले देब्रे हातले मात्रै त्यो चलाउने दाहिने हात भएपछि देब्रे हातले त्यो पानी सानी लगाउने मात्रै फेरि दाहिने हातले त्यो आउँदैन नि त सो गाइज हाम्रो पर्क करी चाहिँ एकदमै दामी भइसकेको छ रेडी भइसकेको छ अब चाहिँ सबै कुरा पाकिसकेको छ अब चाहिँ हामी लाग्छौँ मकबाङतिर हेलो एभ्रिवान वेलकम ब्याक टु मकबाङ परी आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला हामी चाहिँ एकदमै सन्चै छौँ र आज चाहिँ मेरो मसँग भिडियो बनाउन आउनु भएको छ मेरो मम्मी तामाङनी आमा तामाङनी आमा हुनुहुन्छ उहाँको पनि युट्युब च्यानल तामाङनी आमा कतिजनाले त हेरिसक्नुभयो होला भिडियो हेर्नु भएको छैन भने हेर्नु होला एन्ड आज चाहिँ हामी खाँदैछौँ एकदमै मिठो मिठो खानेकुराहरू यहाँनिर छ के भन्छ यो जजाङ ब्ल्याक बिन नुडल्स छ अनि त्यसपछि मोमो छ त्यस पछाडि यहाँनिर छ एकदम फेभरेट पोर्क मम्मीको पनि मेरो पनि फेभरेट त्यही भएर बनाएको छौँ आज मम्मीले बनाउनु भएको अनि त्यसपछि यतातिर राइस छ यहाँनिर मुलाको अचार छ यहाँ आँपको अचार र मुलाको अचार छ मम्मीको पनि राइस अनि यहाँनिर सपु मिचा छ जुन चाहिँ सेलाउनु लागिसक्यो त्यो छिटो राख्नुपर्छ त्यसपछि यतातिर एक्स्ट्रा करी छ